मेरो जिन्दगीको बारेमा म के कुराहरू बताउन गइरहेको छु यो कुनै झुटो होइन न कुनै नाटक गरेको होइन। मैले खुद आफ्नै जिन्दगीको बारेमा मैले भोगेको जिन्दगीको बारेमा र मैले अहिलेसम्म अहिले मेरो उमेर लगभग 35 प्लस भइरहेको छ र यो 35 प्लसको उमेरको भोगाइमा मैले भनिरहेको छु। लाग्छ मलाई जिन्दगीमा कसैले पनि नपाएको दुःख मैले पाएको जस्तो लाग्छ, तर हुन त मैले मात्र पाएको होइन होला, तपाईहरूले नि पाएको होला। तर मलाई यस्तो लाग्छ कि मलाई मात्र यस्तो जिन्दगी पाएको छ भनेर। कति रात रोएँ म, कति रात रोएँ म आधा रातमा। सबै साथीभाइ म त एउटा चर्मभूमिको ठाउँ छोडेर कर्मभूमिको ठाउँमा छु, समुद्र पारीको देशमा। यहाँ कहाँको साथीहरूसँग मिलेर बस्नुपर्छ र सबै साथीहरू त राति भएपछि सुत्छौँ, तर म भने रातभरि छटपटिन्छु। मेरो जिन्दगी के हो, यो के हो, के भन्छ कहिले निद लाग्दैन। म भने रातभरि रोएर बस्छु। म हप्तामा लगभग 1 रात सुत्छु होला, 5-6 रात म रोएरै बस्छु। मलाई के भयो, मलाई के भएको छ, मलाई किन मेरो यो रोग निको हुँदैन र के भएको रहेछ भनेर। र यो डाक्टरमा त कति गयो, मैले लगभग म बसेको सहरमा मैले नदेखाएको डाक्टर कुनै पनि डाक्टर छैन जस्तो लाग्छ। जहाँ जुनसुकै डाक्टरले चेक गर्दा पनि तिमीलाई के रोग पनि छैन मात्र भन्छ। औषधि भने त्यहाँ जाउँ त्यहाँ दिन्छ, यहाँ जाउँ यहाँ दिन्छ। औषधि कति औषधि खानु, औषधिको त मसँग तर पोकै पोका छ। तपाईँहरूले के देख्नु यत्रो छ, यो सबै औषधि हो, यो पनि औषधि, यो सबै औषधि नै हो। यत्रो पोको